हेलो गाइज नमस्ते। आजभन्दा 3-4 महिना पहिला हामी केदारनाथ घुम्न गएका थियौँ मेरो साथीहरूसँग। रमाइलो भयो जे होस्। यहाँ पानीमा डुब्की लाउनु पर्छ है, एकदमै चिसो हुन्छ, लास्टै चिसो हुन्छ, जाडो हुन्छ। हरिद्वार भन्ने ठाउँ हो यो। यहाँ डुब्की लगाइसकेपछि हामी बस पक्रेर केदारनाथतिर लाग्यो। धेरै हिँड्नु पर्यो, खुट्टा पनि एकदमै दुखिरहेको थियो। मान्छेहरू अब घोडामा पनि जान्छ, तर हामी हिँड्दै गयौँ किनकि धर्म कमाउनु थियो नि त। त्यही भएर हजुरहरू पनि जाने भयो, केयरफुल है। एकदमै जाडो छ, बरफ पर्छ, तर घुम्न चाहिँ एकदमै रमाइलो छ।